इतिहासमा नहारेको देश, इतिहासमा नझुकेको देश आज झुकेको छ। आज विदेशीको चङ्गलमा परेको छ। आज हामीलाई लडाइएको छ। 3 दिनभित्र यो हत्यालाई कारबाही गरेन भने हाम्रो घाँटी काटेर फाल्दै हुन्छ। 2-3 महिनाभित्र यिनीहरूको छानबिन भएन भने हामीले जे पनि गर्न तयार छौँ। जसो 6 महिना यो देश त जाने हो भन्ने सोच्नु भएको छ भने आजै जानुहोस्, हामीलाई चाहिँदैन। तपाईँ कसले कारबाही गर्छ? हामीले गर्छौँ। तपाईँ गयो भने को आउँछ? प्रधानमन्त्री हामी आउँछौँ। सुशीला कार्कीजी, दिदी, प्यारी दिदी, हजुरलाई त्यो कुर्सीमा राखेको चुनाव गराउनलाई मात्र होइन, आजकै दिनमा 3टा हत्यारालाई कारबाही गर, जसले 78 जना भाइ बहिनीलाई मारे। ओपन च्यालेन्ज भयो बालन शाह, ओपन च्यालेन्ज भयो। सुशीला कार्की सक्नुहुन्छ भने आजै अन्तरिम समिति लेखन प्रक्रिया सुरु गर्नुहोस्। तपाईँ पनि कानुनबाट आएको प्रधानमन्त्री होइन, धारा मिचेर आएको। यो तानाशाला त जिन्जीहरूले युवाहरूले उठाएर फाले भने तपाईँहरू त अस्ति भर्खर आएको काँचो खेलाडीहरू हो। याद रहोस्, यति कार्तिक 14 गतेसम्म पनि यस्तै तरिकाले अगाडि बढ्यो र चुनाव मात्र गराउने प्रयास गरियो र जिन्जी भाइ बहिनीहरू सबैको मागहरू पुरा गरिएन भने कार्तिक 16 गतेदेखि अर्को विद्रोह गर्ने घोषणा पनि म यहीबाट